तिमी चाहिँ स्कुलको प्रिन्सिपल भयो हैन एक दिनको लागि स्कुलको प्रिन्सिपल भयो तिम्रो ऋषि सर भइसु त त्यो ठाउँ Welcome back to my channel. It's me Mani Chalise. मैले चाहिँ यो भन्दा अगाडि दुईटा भिडियो बनाइसकेको छु. एउटा चाहिँ मेरो भाइहरुसँग अनि एउटा चाहिँ मेरो साथीहरुसँग हैन. अनि चाहिँ मैले मेरो बहिनीलाई चाहिँ किन छुटाउनु भनेर मैले आज मेरो बहिनीसँग भिडियो सुट गर्न लागिरहेको छु. अनि आजको भिडियोमा चाहिँ म मेरो बहिनीको इन्टरभ्यु लिनेवाला छु. म उसलाई चाहिँ र्यान्डम क्वेशन सोध्न गइरहेको छु हैन. अनि त्यसको आन्सर चाहिँ उसले दिनुपर्छ. लु अब फर्स्ट क्वेशनको लागि रेडी छौ? यस. फर्स्ट क्वेशन छ तिमीलाई स्कुल जान मन पर्छ? Honest answer देऊ ल झुटो नबोला ल किन मन लाग्दैन होमवर्क दिनुहुन्छ धेरै कि धेरै पढाउनु हुन्छ कि किन मन लाग्दैन होमवर्क दिनुहुन्छ त्यही भएर ओके उसलाई चाहिँ फर्स्ट क्वेशनको चाहिँ आन्सर आइसक्यो उसलाई स्कुल जान मन अनि सेकेन्ड क्वेशन अनि हामी सबैको बच्चा बेला अब एउटा फेभरेट टिचर त हुन्छ नि अहिले पो हुँदैन हैन बच्चा बेला सबैको फेभरेट टिचर हुन्छ नि अनि तिम्रो कुनै एउटा फेभरेट टिचर हुनुहुन्छ को हुनुहुन्छ सरिता म्याम श्वेता ल है हाम्रो बुनीको फेभरेट टिचर चाहिँ श्वेता म्याम किन ल अनि कहिले पनि हान्नु नभन्नेमा फेभरेट टिचर हो हैन त बच्चा बेला पनि त्यस्तै हो ल श्वेता म्याम थर्ड क्वेशन चाहिँ अलि अचम्म थर्ड क्वेशन चाहिँ अलि छुट्टै छ ल थर्ड क्वेशन चाहिँ के छ भने नि हैन यदि तिमी चाहिँ स्कुलको प्रिन्सिपल भयो हैन एक दिनको लागि स्कुलको प्रिन्सिपल भयो तिम्रो ऋषि सर भइसुन्छ त त्यो ठाउँमा तिमी भयो हैन अनि त्यो प्रिन्सिपल भयो भने चाहिँ तिमी के गर्छौ भन त के चेन्ज गर्छौ के स्कुलमा म यो चाहिँ गर्थेँ म प्रिन्सिपल भए म राम्रो टिचर लिएर आउँथेँ म यो गर्थेँ भन्ने हुन्छ नि के गर्थ्यौ तिमी भन त म चाहिँ सबै क्लासमा टिभी राख्थे अनि टिचरहरूले नपढाएको बेलामा टिभी ल है गाइज ऊ चाहिँ एक दिनको लागि प्रिन्सिपल भयो भने चाहिँ उसले चाहिँ यो चेन्ज गर्छ कि सबै क्लासमा टिभी राख्थ्यो अरे ल अब फोर्थ क्वेशन छ मेरो बारेमा ल तिमीलाई म कस्तो लाग्छ अनेस्ट देऊ क्या एन्सर हैन म केही गर्दिन तिमीलाई न कुर्छु न केही गर्छु केही गर्दिन म कस्तो लाग्छ मन पर्छ कि मन पर्दैन गाइज मन पर्छ कि मन पर्दैन भन्नलाई कन्फ्युज भइरहेछ भने चाहिँ म मन पर्दैन फर्काएर तपाईं कुट्नुहुन्छ मलाई त्यही भएर ए गाइज भनेपछि म कहिले मन पर्छ कहिले मन पर्दैन अरे है इफ मेरो स्कुलको छुट्टी छ हैन अनि भनेपछि म दिउँसभरि घरमा के गरेर बस्छु मोबाइल चलाएर बस्छु म यहाँ राइट आन्सर फिफ्थ क्वेशन छ तिमीलाई नि मेरो कुन चाहिँ बानी चाहिँ सबैभन्दा मन पर्दैन यो बानी चाहिँ यो कुरा चाहिँ नगर्दै नै हुन्थ्यो हिमानी दिदीले कहिले पनि भने जस्तो के लाग्छ अनि तिमी गल्ती गरे बेलामा चाहिँ गाइज मैले हान्ने बानी चाहिँ मन पर्दैन अरे है उसलाई गाइज अबको पाली छ सिरियस क्वेशनको है तिम्रो लागि नि हैन पैसा ठुलो कि माया ठुलो ठाउँमा यो बाटो भयो हैन यो साइडमा चाहिँ पैसा छ अनि यो साइडमा चाहिँ माया छ भने चाहिँ के चुज गर्छौ तिमी जस्तै बाबा मम्मीको माया अनि सबैजनाको घर परिवारको माया चुज गर्छौ कि पैसा चुज गर्छौ कन्फ्युज भइरहेछौ तिमी के चुज गर्छौ एउटा चुज माया साच्चीकै माया चुज गर्छौ भने चाहिँ तिमीलाई पैसा धेरै मन पर्दैन
अबको क्वेसन रमाइलोको छ होइन। अब जस्तै म पनि बच्चा बेला क्या एउटा सुपर पावर भइदियो त म यो गर्थेँ, मसँग सुपर पावर भइदियो त म जस्तै चाँडो काम गर्थेँ, यो गर्थेँ त्यो गर्थेँ भन्ने त हुन्छ नि। म पनि बच्चा बेला हुन्थेँ क्या। अनि भनेपछि तिमीलाई चाहिँ होइन यस्तो एउटा सुपर पावर तिमीले चाहिँ एउटा सुपर पावर पाउँछौ भने होइन भगवान्ले आएर गडले आएर, अनि त्यसै तिमी कुन सुपर पावर चुज गर्छौ? जस्तै अब मैले जेलाई छोए पनि पैसा आउने, अनि मेरो घर चाहिँ राम्रो, जस्तै अनि मैले जे काम पनि गर्न सक्ने, म उड्न सक्ने, के चुज गर्थ्यौ? उड्न सक्ने है, ऊ चाहिँ उड्न सक्ने सुपर पावर चुज गर्थ्यो अरे है गाइज। 10th क्वेसन छ, तिमीलाई ठुलो भएर के भन्ने मन छ, के बन्ने विचार छ क्या होइन। मेरो बच्चा बेला मेरो विचार धेरै थियो होइन। अहिले चाहिँ मेरो विचारमा केही छैन क्या। जब चाहिँ एउटा कोर्स चुज गर्ने बेला आयो नि मेरो विचारमा केही छैन। र तिम्रो चाहिँ अहिले के छ दिमागमा, म यो भन्छु पछि गएर भनेर? डक्टर, मेरो पनि बच्चा बेला डक्टरै थियो। उसको डक्टर है गाइस, पछि गएर डक्टर भने पड्किने तालले दिन्छु नि ल। बच्चा उसको चाहिँ ठुलो भएर डक्टर बन्ने सोध्छ अरे गाइस। ऊ डक्टर बन्यो भने चाहिँ उसको क्लिनिकमा आउनु है सबैजना चेक गराउनलाई। गाइज मेरो सिस्टर कति बोल्दो रहेछ भने तपाईँलाई थाहा भइहाल्यो होला। अनि उसले इन्टरभ्यू पनि पास गरिसकेको छ। थ्याङ्क यू सो मच फर वाचिङ। लास्टसम्म हेर्नको लागि थ्याङ्क यू सो मच। सब्सक्राइब गर्न नबिर्सिनु होला। लाइक सेयर कमेन्ट एन्ड सब्सक्राइब कुन पार्ट चाहिँ तपाईँलाई सबभन्दा धेरै फनी लाग्यो त्यो पनि कमेन्ट गरिदिनु होला। बाई।